जब नदीमा बाढी आउँछ तब डुङ्गाबाट हाम फाल्ने होइन, त्यसलाई सम्हाल्ने, त्यसलाई कसरी सम्हाल्ने त्यो तरिका अपनाउनु पर्यो। मान्छेको जीवन पनि यस्तै हो। गौतम बुद्धले 2500 वर्ष अगाडि जुन अब आफू मर्नु पूर्व गौतम बुद्धले शिष्यहरूलाई चाहिँ भनेका थिए, उपदेश दिएका थिए, त्यसमा सबभन्दा इम्पोर्टेन्ट हैन कुरा भनेको के छ? मन शान्ति हुनु पर्यो, मनमा शान्ति हुनु पर्यो, मान्छे खुसी हुनु पर्यो। यसको लागि के गर्नु पर्यो? हत्या हिंसा गर्नु भएन। अहिलेका मान्छेहरू गाई काटिरहेछन्, गोरु काटिरहेछन्, मतलब हत्या हिंसा यति चरम बिन्दुमा पुर्याउने, मान्छेले मान्छे काटिसके, यस्तो सिचुएसन आइसक्यो। मान्छे जति दानव, मान्छे जति राक्षस कोही पनि छैन। आफूले आफूलाई गर्व गरिरहेछन्, कति न हैन धर्म निभाइरहेछन्। गाई काटेर गोरु काटेर धर्म हुन्छ? कुनै पनि जीव जन्तुलाई काटेर धर्म कहिले पनि हुँदैन। धर्म भनेको के? धर्म भनेको हामीले यो सबै जीव जन्तुहरूदेखि लिएर मानव सब जीवनदेखि लिएर जति पनि यो धरतीमा 84 लाख जीव जन्तुहरू छन्, ती सबै जीव जन्तुहरूलाई चाहिँ उनीहरूको भावना बुझ्ने, उनीहरूको चाहिँ दुःख संघर्ष, उनीहरू के गरिरहेछ, कसरी बाँचिरहेछ त्यो बुझ्न सक्यो भने त्यसरी चाहिँ आध्यात्मिक तरिकाले बाँच्नु नै वास्तवमा गौतम बुद्धले सिकाएको एउटा बाटो हो। मनमा शान्ति होस्, हत्या हिंसा नहोस्, कुनै पनि हालतमा मनलाई चाहिँ अशान्तिको बाटोमा नलाने, नराम्रा विचारहरू त्याग्दिने, सकिन्छ सत्य बोल्ने, चाहे जस्तो सुकै स्थिति आओस् सत्य बोल्न नडगमगाउने, सधैँ सत्यको बाटोमा हिँड्ने। गौतम बुद्धलाई आज विश्वका धेरै देशहरूले चाहिँ भगवानको रूपमा पूजा गर्छन्। किनभने गौतम बुद्ध पनि हामी जस्तै थिए। उनले मान्छेहरूलाई चाहिँ ज्ञानको एक बिगुल फुके, जसमा मुख्य भनेकै शान्त हुन सिक्ने, यो अशान्ति भएको बेलामा कुनै पनि निर्णय नगर्ने, मुख्य हत्या हिंसा यस्तो चिजहरू कहिले पनि नगर्ने, सबै चिजहरूको चाहिँ मनमा के छ, मतलब संघर्ष कति छ, हरेक जीवको संघर्ष बुझ्ने। यो धरतीमा बाँच्नको लागि सबैले आफ्नो संघर्ष गरिरहेछन्। भर्खर जन्मेको बच्चादेखि लिएर यी भइरहेका पशु पंक्षीहरू हाम्रो वरिपरि छ हैन, जति पनि पशु पंक्षीहरू छ तिनीहरूले पनि जिउनको लागि, बाँच्नको लागि आफ्नो संघर्ष गरिरहेका छन्। तिनीहरूको भावना पनि बुझ्नुपर्ने हुन्छ। मान्छे भनेको यति बेला कलियुगको मान्छे भनेको मान्छेभित्र के छ? भगवान पनि छ, राक्षस पनि छ। त्यति बेला सत्य युगमा भगवान र राक्षसहरू फरक फरक लोकमा हुन्थे। तृतीय युगमा एउटै लोकमा भए पनि फरक फरक ठाउँमा हुन्थे, जस्तै रावण भयो। त्यस पछाडि आयो द्वापर युगमा एउटै परिवारभित्र भगवान र राक्षसको बास हुन्थ्यो, जस्तै भगवान श्रीकृष्ण र कंस। अनि कलियुगमा एकजना व्यक्तिभित्र भगवान पनि हुन्छ, शैतान पनि, राक्षस पनि हुन्छ। प्राय शैतान राक्षस हावी भइरहेको हुन्छ। यसलाई कसरी कन्ट्रोल गर्ने भन्दा आफूले आफूलाई, आफ्नो मनलाई कन्ट्रोल गर्न एकदमै जरुरी छ। गौतम बुद्धका भनाइहरू, त्यति बेलाका 2500 वर्ष पुराना भनाइहरू अहिलेको कलियुगमा चाहिँ लागू हुन्छ, गर्नुपर्ने हुन्छ।